नमस्ते सबैजनालाई स्वागत छ मेरो अफिसियल युट्युब च्यानलमा। अलि धेरै भयो मैले मेरो यो अफिसियल युट्युब च्यानलमा भिडियोहरू पोस्ट नगरेको। यो बीचमा मेरो स्वास्थ्य अवस्था र परदेशको काम यस्तै हो। काम परिस्थिति सबै कुराहरू नमिलेर लगभग 4 महिनासम्म मैले भिडियो अपलोड गरेन। तर आफ्टर लङ टाइम अस्ति मात्र मैले शनिबार मार्केट गएको मार्केटको भिडियोहरू पोस्ट गरेको छु। कतिपय साथीहरूले हेर्नुभएको छ होला र कतिले हेर्नु भएको छैन होला। त्यो भिडियो पनि हेर्नु होला भन्न चाहे। र आज भने म बिदाको समयमा बाहिर घुम्न जाँदैछौँ। हामीहरू 3-4 जना साथीहरूसँग भनौँ या दाइहरू हुनुहुन्छ, 2टा दाइहरू हुनुहुन्छ, उहाँहरूसँग घुम्न जाँदैछौँ। भिडियो पक्कै पनि सुरुदेखि अन्तिमसम्म हेर्नुहोला र अगाडिको दृश्य तपाईँहरूलाई म देखाउन चाहन्छु। अगाडिको दृश्य हेर्नुहोस् है त। ल हेर्नुहोस् अगाडिको दृश्य। यो पोर्चुगलको राजधानी लिस्बन भन्दा 1 घण्टा टाढाको क्षेत्रमा म बस्छु, जुन क्षेत्रमा अलि सहरको मात्रा चाहिँ अलिकति कम छ। यहाँ बिचमा जङ्गल रहेको छ। यो सानो जङ्गल पार गरिसकेपछि हामीहरू सहर प्रवेश गर्छौँ, जुन सहरमा हामीहरू जाँदैछौँ। यसरी अब लगभग ठाउँमा पुग्न लागेका छौँ। तपाईँहरूलाई यो गाडी एकदम स्पिडमा हिँडिरहेको छ। यो स्पिडको कारणले अलिक क्लियर देखेको छैन। वहाँ गएपछि तपाईँहरूले त्यहाँको वरपरको वातावरणदेखि लिएर सुपर मार्केटको विभिन्न आकर्षक दृश्यहरू पक्कै देखाउनेछौँ। भिडियो चाहिँ तपाईँहरू हेर्दै जानुहोस्। ल हेर्नुहोस् अगाडिको दृश्य। ल अब चाहिँ हामीहरू सहर प्रवेश गर्न लाग्यो है। जुन ठाउँ हामीहरू जाँदैछौँ त्यो ठाउँमा चाहिँ पुग्नै लाग्यौँ। अबको 10 मिनेटपछि हामी जाने गन्तव्यमा छर्नेछौँ। देख्न सक्नुहुन्छ अगाडिको दृश्य। अब हामी एकदमै नजिक आइसक्यौँ। वरपरको दृश्यहरू हेर्नुहोस्। भिडियो यसरी खिचिरहेको छु मैले। यहाँ गाडीमा लगभग धेरैजना सबै आउट कन्ट्रीको मान्छेहरू छन्। यहाँका चाहिँ एकदमै कम छन्, त्यसैले पनि भिडियो बनाउन सक्यो। स्थानीय भएर अलिकति यसरी क्यामेरा तेर्साउन अलिकति गाह्रो पर्छ नि त। अब अगाडिको दृश्य हेर्नुहोस् है। ल हेर्नुहोस्, स्टोप गरेर गाडी आउँदैछ, त्यही भएर स्टोप भयो। यही भने हाम्रो गन्तव्य अब अन्तिम चरणमा हामीहरू समुद्रको किनार पनि तपाईँहरूलाई देखाउनेछौँ। फाइनली हामीहरू आइसक्यो। हामी जुन गन्तव्यमा आउनु त्यहाँ आइसक्यो। बस स्टोप। अब निस्क्यौँ चरम। यहाँबाट ओभरअल सबै हामी हेरेका छौँ, सबै आउट कन्ट्रीका छौँ। ल टक्कै बसमा आइयो। यसरी एकदमै प्रचण्ड गर्मी छ। तपाईँहरूलाई समुद्र जानुभन्दा अगाडि यहाँको केही आकर्षक दृश्यहरू देखाउँछु म तपाईँहरूलाई यहाँ वरपरको है त। ल हेर्नुहोस्, यो टक्क यस्तो ढुङ्गाल बनेको छ। यो खै यहाँको सडक चाहिँ कालो पट्टी लगाएको हुन्छ, तर वरपर चाहिँ यसरी सबैतिर ढुङ्गा
टाँसिएको हुन्छ है, देख्न सक्नुहुन्छ तपाईँले। यो गर्मीको समयमा दाइहरू चाहिँ पर हुनुहुन्छ पाल काट्ने भनेर पर जाने पर्छ। हेर्नुहोस् उहाँ हिँडिरहनु छ, फेरि धेरै फर्किनु भयो। म चाहिँ अलिक वरछु, तपाईँहरूलाई यहाँको वरपरको केही दृश्यहरू देखाउँदै जान्छु म। मजा हेर्नु छ है। ल फाइनली हामीहरू यसरी यता पछाडि देख्न सक्नुहुन्छ समुद्रको किनारा आइसकेका छौँ। एकछिनपछि तपाईँहरूलाई यहाँको वरिपरिको दृश्य देखाउँछु। अनि त्यसभन्दा अगाडि चाहिँ यहाँ हामी नास्ता गर्दैछौँ। दुईवटा दाइहरूको साथमा छु आज म। यसरी हामी नास्ता खाँदैछौँ, एउटा दाइले खाइरहनु भएको छ र म सबैभन्दा पहिला दाइसँग केही कुराहरू सुन्न चाहन्छु। दाइ, आजको होलिडे कस्तो लाग्यो तपाईँलाई? आजको होलिडे चाहिँ है सम्पूर्ण हाम्रो दर्शकहरूलाई नमस्कार होइन। र आजको हाम्रो चाहिँ यो पोर्चुगल परदेशी भूमि यो एकदम शीतलमा चाहिँ बसेर हामी यसो खाजाहरू गरिरहेको छौँ र ठिक छौँ, हामी खुसी छौँ यो परदेशी भूमिमा होइन। हामी चाहिँ आज चाहिँ यो समुद्र छेउछाउ चाहिँ यसो बसेर हामी चाहिँ यसो दुःख पिरहरू बिसाउने यो चौतारीमा बसिरहेको छौँ। सम्पूर्णलाई के भन्न चाहन्छु भने सूर्यमुक्ति भाइ युट्युब च्यानल सबैले सब्सक्राइब गरिदिनु होला र सम्पूर्ण है दाजुभाइ दिदीबहिनी सम्पूर्णले माया पनि गरिदिनु होला, त्यही भन्न चाहन्छु। जोस् भाइ है। अब दाइले दिनुहोस्, दाइले के भन्न चाहनुहुन्छ? सूर्यमुक्ति युट्युब च्यानल भाइको यो च्यानलमा यसो देखिन पाउँदा आफूलाई गर्व ठान्छु। आज हाम्रो स्पेसली यहाँको भाषामा फ्रिडो भन्छ, होलिडे पोर्चुगलको सेतुबाल जिल्लाको मन्टिजो सानो सिटीमा हामी सी साइड यो समुद्र साइडतिर हामी आएका छौँ। यहाँ खाजा नास्ता, इनर्जी ड्रिङ्क, ब्रेड अनि इत्यादि मासु, पोलेको मासु खाइयो, खाजा खाँदैछौँ हामी। र सम्पूर्ण दर्शक वृन्दहरूलाई यो सूर्यमुक्ति युट्युब च्यानल भाइको च्यानललाई सब्सक्राइब, लाइक, सेयर गरिदिनु होला। ल फाइनली नास्ता हामीहरूले खाइसक्यो। अब भने तपाईँहरूलाई म यहाँ वरपर रहेको यो समुद्रको केही दृश्यहरू म देखाउँछु, हेर्दै जानुहोस् है त। ल हेर्नुहोस् यहाँ वरपरको दृश्य, यो एकदमै ठुलो समुद्र हो। युरोपको सबैभन्दा ठुलो समुद्र पर्छ, तर यो समुद्रको निकै छेउको भूभाग हो यो। यो वरपरको इन्भाइरोमेन्ट तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ यसरी मान्छेहरू पनि टाँस खेलिरहेका छन्, घाममा रमाइलो गरिरहेका छन्। हेर्नुहोस् यहाँ वरपरको यो रमाइलो वातावरणमा हामीहरू एकछिन बस्यौँ अनि अब फेरि हाम्रो रुमतिर ब्याक हुनेछौँ। ल हेर्नुहोस् यो वरपरको इन्भाइरोमेन्ट, यो समुद्रको किनार हो। पोर्चुगलको राजधानी यो समुद्र पारी पर्छ भने वारी चाहिँ मोन्टेजो भन्ने, यो पोर्चुगलको सेतुबाल जिल्लाको मोन्टेजो भन्ने ठाउँ हो, जुन ठाउँको सदरमुकाम सेतुबाल नजिकै यो मोन्टेजो पर्छ। यो पुल चाहिँ काठको रहेछ है, काठको पुलहरू यसरी। यहाँ चाहिँ दाइ चाहिँ फोटो खिच्नलाई तम्ताइरे अवस्थामा हुन्छ। खोइ पोज दिनुहोस् न, यस्तो पोज दिनुहुन्छ, तर मैले यहाँ भिडियो बनाइरहेको छु। दिउँसोको 1-2 बजेको यो समयमा प्रचण्ड घाम लागिरहेको छ, त्यसैले पनि अलि साँझ पखको जस्तो क्लियर दृश्यहरू देखिरहेको छैन। यो समुद्रको वरपरको साँझ पख भएको भएपछि अझ आकर्षक देखिन थियो। यो घामको किरणहरूले गर्दा अलिकति क्लियर आकर्षकहरू देखिने रहेनछ।
हामीहरू समुद्रबाट फर्क्यौँ। त्यसपछि यो ठुलो गिटार देखेँ मैले। त्यसपछि यो गिटार देखेपछि म सङ्गीत प्रेमी मान्छे हुरुक्कै भएर यसरी गिटारलाई अँगालो मारेर भिडियो बनाएँ। अनि समुद्रमा मसँगै गएका दुईटा दाइहरूको पनि यसरी फोटो खिचिदिएँ र हाम्रो होलिडे समग्रमा एकदमै रमाइलो भयो। र यो भिडियो पनि तपाईहरुलाई हेर्दै गर्दा कतिको रमाइलो लाग्यो, कतिको राम्रो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला भन्दै बिदा हुन जान्छु। हस्त, धन्यवाद।